Hello everyone guys, good morning. Welcome to my new vlog. आज बिहानै उठेँ म 2-4 दिन अब होलिडे भएको हिसाबले आज बिहानै उठ्यो गाइस। अब किन यसो रनिङ गरेर आयो अब यहाँ बसिलाई आज चाहिँ म तपाईँहरूलाई अब मेरो डेली भ्लग के हुन्छ देखाउने छु, हेरिदिनु होला, माया गरिदिनु होला। अब हाम्रो गाउँघरमा डेली लाइफ कस्तो हुन्छ म तपाईँहरूलाई देखाउन गइरहेको छु। प्लिज subscribe and support me, it's and everyone guys. Have a good day all of the guys. Okay, पकाइरहेको छौँ टक्क लाएर हेर्नुहोस्। गाउँघरमा यही चाहिँ फाइदा हुन्छ, टक्क आगो ताप्न पाइन्छ। अब सहर बजारमा हिटर सिटर एसी हुन्छ, यहाँ चाहिँ गाउँघरमा हामी टक्क लाएर गाई चाहिँ दाउराको आगो बालेर टक्क यसरी कुरो पकाइरहेको छौँ। रोडमा टक्क मुर्रा छन् हाम्रो यहाँ, अहिले मुर्रालाई बाहिर बाँध्नुपर्छ। अहिले चाहिँ यहाँ भित्र छन्, अब यिनीहरूलाई खुवाउनु पर्यो गाइस। निहारीको अहिले बिहानै उठेर काम नपाएर घुमिराख्नु भएको छ। हेरिराख्नु भएको छ, बाहिर बाँध्नुपर्छ। आज उसु लाएर देख्न सक्नुहुन्छ, यस्तो उसु लाग्छ व्यापक गाइज। अब हामीले चाहिँ टक्क पिरो भागभन्डा गऱ्यो। अब यो चाहिँ लाएर मुर्रालाई हामी मुर्रालाई खुवाउँदैछौँ। मुर्रालाई खान्छ, मुर्राले जम लगाएर। अर्को ठुलो मुर्रा प्रचण्डजीले भारतबाट ल्याउनु भएको मुर्रालाई हामी केही क्षणमा दिन्छौँ है। यो चाहिँ बाख्रालाई दाना खाएर अब घाँस पानी खाएर अब घाँस खाँदैछन् मुर्रा बसियोहरू। एभ्रिवान गाइज हेर्नु, दाना पानी खाए अब हाम्रो बाख्राले खाँदैछन्। सिमी भाँचिहाल्यो। हाम्रो सेवा नै धर्म हो भन्ने उद्देश्यका साथ साथी